तपाईको कतै फेसबुक आइडी ह्याक त भएको छैन के तपाईको कतै पेज इन्स्टाग्रामहरु ह्याक त भएको छैन अब ह्याक भएको छ भनेपछि यसबाट हामीले कसरी बच्ने र यसबाट कसरी चाहिँ हामी जोगिएर चाहिँ हामीले आफ्नो प्रोफाइल अनि पेज र इन्स्टाग्रामलाई हामीले बचाउन सक्छौं यसको बारेमा चाहिँ मैले एउटा फुल जानकारी यो यहाँ हेर्नुस् थम्बनेलमा बनाएको छु नि मैले यो सर्च गरेर पनि हेर्न सक्नुहुन्छ र यदि तपाई सर्च गरेर हेर्न चाहनुहुन्न भने पनि मैले कमेन्ट बक्समा पिन गरेर राखिदिएको छु जुन त्यो लिंक मा तपाईले क्लिक गरेर तपाई डाइरेक्ट हेर्न सक्नुहुन्छ यदि तपाईको कुनै फेसबुकमा कुनै पेजमा र इन्स्टाग्राममा कसैले ह्याकरहरूले तपाईको आइडीहरु ह्याक गरिरहेको छ र तपाईको आइडी भोलिको दिनमा जान पनि सक्छ के तपाईले यदि तपाईको आइडी उले ह्याक गर्यो भने तपाईको त्यहाँदेखि तपाईले चाहिँ केही कुराहरु कसरी परिवर्तन गर्ने र उसलाई चाहिँ कसरी लक आउट गरिदिने उसको डिभाइसमा चाहिँ कसरी लक आउट गरिदिने भनेर चाहिँ मैले फुल जानकारी यही भिडियोमा बनाएको छु तपाईले मजाले हेर्न सक्नुहुन्छ र मजाले हेरिसकेपछि तपाईले केही न केही कुराहरु तपाई त्यहाँदेखि अवश्य पनि बुझ्नुहुन्छ र तपाईको आइडी प्रोफाइल पेज र इन्स्टाग्राममा पनि तपाई गएर चेक गर्नुस् र चेक गरिसकेपछि तपाईलाई अटोमेटिकली थाहा हुनेछ कि तपाईको जुन फेसबुक पेज र प्रोफाइल यसमा चाहिँ तपाईको कसैले लगइन गर्न खोजेको छ कि छैन भनेर यसरी चाहिँ तपाईले मजाले हेर्न सक्नुहुन्छ हस् त भिडियो मन परे लाइक कमेन्ट शेयर गर्नु होला र हाम्रो च्यानलमा तपाई भिजिट भइसकेपछि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला किनभने यस्ता भिडियोहरु हामीले प्रत्येक दिन हामीले अपलोड गर्ने गरिरहेका हुन्छौं र यति मात्र नभएर टेक्नोलोजी मात्र नभएर हामीले प्रत्येक कमेडी भिडियोहरु जस्तै एआई आर्टिफिशियल इन्टेलिजेन्स देखि बनाएका भिडियो अडियोहरु पनि हामीले निर्माण गरेर चाहिँ हामीले अपलोड गरिरहेका हुन्छौं यस्ता पनि तपाईले हेर्न सक्नुहुन्छ टेक्नोलोजीको चाहिँ हप्तामा 2 या 3 भिडियो चाहिँ तपाईले अवश्य पनि हेर्न सक्नुहुन्छ यति मात्र नभएर फेसबुक मात्र नभएर बैंकिङ सम्बन्धी अनि तपाईको अन्य सामाजिक सञ्जाल सम्बन्धी यिनीहरुको बारेमा चाहिँ मैले एउटा भिडियोहरु बनाएर अपलोड गरिरहेको हुन्छु तपाई हेर्न सक्नुहुन्छ ल अब चाहिँ तपाई लिंकमा क्लिक गर्नुस् र गएर हेरिहाल्नुस् त भर्खरमै